एकादेशमा एउटा राजा र मन्त्री रहेछ अरे होइन। अनि राजाले चाहिँ मन्त्रीलाई चाहिँ के काम दिएछ त भन्दाखेरि तिमीले चाहिँ 1 महिनाभित्रमा चाहिँ 4वटा पागलहरूलाई चाहिँ लिएर आउनु पऱ्यो जम्मा गरेर भनेछ अरे गाउँको होइन। त्यसपछि मन्त्रीले अब नाइ भन्न त मिलेन राजाको कुरा हुन्छ भनेछ अरे होइन। अनि त्यसपछि त्यहाँ चाहिँ पागलहरू खोज्न गएछ कि खोज्न गएछ कहीँ भेटेन छ है। 29 दिन भइसक्यो। अन्तिम दिन छ 30औँ दिनको दिन चाहिँ ऊ चाहिँ जाँदाखेरि चाहिँ एउटा मान्छेलाई चाहिँ घोडामा आइरहेको देखिरहेछ होइन। अनि त्यस त्यहाँ चाहिँ एकदम हिँड्दा थाकेको थियो अरे क्या। त्यहाँ चाहिँ के भनेछ अरे भन्दाखेरि मलाई पनि यो घोडामा लैदिनुहोस् न अलिक परसम्म भनेर सोधेछ होइन भनेछ। त्यसपछि उसले चाहिँ के भन्छ अरे नाइ म त यो घोडा बिरामी छ म त बल्ल बल्ल बसेको यो धान्नै सक्दैन बिचरा एकदम बिरामी छ भनेछ अरे। त्यहाँबाट चाहिँ नि अनि त्यो मान्छेले चाहिँ के गरिरहेको रहेछ भन्दाखेरि घोडामाथि चढिरहेको रहेछ। अनि भारी चाहिँ फेरि आफैले बोकिरहेको रहेछ कि दाउराको भारी पनि रहेछ तर आफैले बोकिरहेको रहेछ। अनि भारी चाहिँ अनि हजुरले किन आफै बोक्नु भएको त भनेको मैले भनिहालेँ त घोडा एकदम बिरामी छ होइन मलाई त धान्छ तर यो के दाउराको भाइलाई त धान्दैन त्यही भएर म बस्दै पनि दाउराको भारी चाहिँ मैले बोकिदिरहेको छु यसलाई सजिलो होस् भनेर भनेछ अरे। त्यहाँबाट चाहिँ अनि त्यो मन्त्रीलाई त ठ्याक्क आएछ कि ल एउटा पागल त भक्कै पनि यो पागलै हो भनेर एउटा त भेटियो भनेर खुसी भएछ। अनि त्यसपछि त्यहाँ चाहिँ फेरि अर्को खोज्न गएछ अन्त गएछ। अनि बेलुकातिर रातितिर जाँदाखेरि एउटा मान्छे चाहिँ हुन्छ नि सडकको लाइटको मुनि चाहिँ के गरिरहेछ भन्दा औँठी खोजिरहेको रहेछ। यता खोजेछ भेटेन छ कि। अनि सोधेछ अरे मन्त्रीले गएर हजुरले यहाँ के गरिरहनु भएको भनेको हेर्नु न मेरो औँठी हराएको खोजेको भेटेन भनेछ अरे। अनि हजुरको औँठी चाहिँ कहाँ हराएको त भनेको त हराउन त उता पर झाडीमा हराएको होइन तर अब त्यो झाडीमा अँधेरो छ अँधेरोमा त पक्कै भेटिन्न बरु यहाँ चाहिँ अब लाइटको उज्यालो छ त्यही भएर यहीँ खोज्छु भेट्न पनि सकिन्छ भनेर भनेछ है। अनि त्यसपछि त्यसले पक्कै यो पनि दोस्रो पागल हो भनेर 2टा पागल त भयो। अनि अरू पागल पनि खोज्नु पऱ्यो भनेर खोजेछ भेटेन छ है। 4वटा भनेको थियो जम्मा 2टा मात्रै भेट्यो। त्यसपछि त्यहाँ चाहिँ अब राजाकोमा गएछ 30 दिन सकियो गएछ र बुझाएछ 2टा पागल लिएर गएछ ल महाराज मैले चाहिँ 2टा मात्र पागल लिएर आउन सकेँ बाँकी 2टा चाहिँ भेटिनँ भनेछ अरे। खै त बाँकी 2टा नभेटेर हुन्छ भनेछ अरे। अनि मन्त्रीले पनि सोचेछ अरे कि 2जना मैले यो खोजेको भइहाल्यो होइन। अब पागल खोज्न भनेर पठाउने हजुर पनि पागलै हुनुभयो अनि पागलहरू खोजेर ल्याउने म पनि एक हिसाबले पागल नै हो त्यही भएर के भयो 4जना हामी पागल भइहाल्यो त भनेछ अरे।